भर्खर जिते विकी त्यहाँ हेर त 7 लाख कति जित्यो त्यहाँ हेर भर्खर। नमस्ते, धेरै पछि फेरि हाम्रो युट्युब च्यानलमा सबैलाई स्वागत छ है। आज चाहिँ हाम्रो अलिकति भिडियो अलि निकै सरल र छुट्टै खालको हुनेवाला छ। अब जस्तै अब हाम्रो घरमा चाहिँ अब बाबा मम्मी आएसँगै बल्ल हाम्रो चाहिँ यहाँ घर जस्तो भएको छ होइन। त्यही भएर हामी चाहिँ बाबा मम्मी आउनुभएको भएर उहाँहरूलाई स्पेसल्ली चाहिँ घुमाउनको लागि हामी उता वर्ल्ड लार्जेस्ट टप 10 मा पर्ने विङ स्टार क्यासिनो भन्नेमा जाँदैछौँ, जुन चाहिँ यहाँबाट 1 घन्टा जस्तो टाढा छ। अनि अब जस्तो हामी त गइरहेको कमन हो, तर बाबा मम्मीहरूको लागि त नयाँ ठाउँ हुन्छ, स्पेसल कस्तो हुन्छ भनेर त्यहाँ देखाउनलाई चाहिँ हामी लग्दैछौँ। अब हजुरहरूलाई पनि हामी बाटोमा अलिअलि के हुन्छ सबै मोमेन्टहरू सेयर गर्दै जानेछौँ। अनि आफ्नो यो खासमा चाहिँ हामीले किन बनाउनु लागेको भन्दाखेरि भोलि पर्सि चाहिँ अब बाबा मम्मीहरूसँग यो टाइममा यसरी हामी घुमेका थियौँ, यसरी रमाइलो गरेका थियौँ भनेर पछि मेमोरिजको लागि पनि हुन्छ। प्लस अनि नेपालमा हुने हाम्रो आफन्त जनले पनि हेर्न पाउनुहुन्छ हामी के गरेर कसरी घुमिरहेछौँ भनेर देख्न पाउनुहुन्छ भनेर पनि बनाउन आँटेको। अनि तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ है फेरि त्यसको लागि चाहिँ हो। ल अब हामी बाटोमा के हुन्छ देखाउँदै त्यहाँबाट जानेछौँ। ल हस्। बेभरेज रुम हो होइन, यो चाहिँ सानो हो एउटा बेभरेज। यो चाहिँ अब गिलास दिने। अब तपाईँहरूलाई के खानु मलाई, यो चाहिँ चिसो धेरै गुलियो नभएको चिया भने चिसो चिया हुन्छ है फेरि आइस। अनि यो चाहिँ गुलियोवाला लेमोनेड टी माउन्टेन ड्यू। अनि त्यसपछि फर्स्ट 12मा राखिदिन्छ माथि। ल हेर, ल अब मलाई पढ्नु पर्यो कि रेड कि चाहिँ फर्स्ट 12 रातम पर्नु पर्यो बाबा। कालोमा त्यहाँबाट 80 रुपियाँ हारेर चाहिँ हामी उठ्दैछौँ है। अब अर्को ठाउँ ट्राई गर्छौँ। ल अब जाउँ।
मम्मीलाई पऱ्यो फेरि कति जित्यो बाबाले भर्खर जित्यो गीत हेर त कति जित्यो त्यहाँ हेर भर्खर How much is that? How much is that?